मिङिले कुरे वा ओ किताबा सुत्ला इन मिङलेक मेमेतो संज्ञाको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। प्रनाउन इज अ वर्ड दैट युज्ड इन्स्टेड अफ नाउन। यो विषयमाथि आज हाम्रो क्लास हुनेछ। सेवारो फेरि पनि हजुरहरू सबैजनालाई हाम्रो याक्तुङ साक्थिम जहाँनिर हामीले बेसिक लिम्बू लर्निङ सिकाउँदै आइराखेका छौँ र आजसम्म तपाईहरूले माया गरेर त्यसलाई तपाईहरूले हेरेर तपाईहरूले त्यहाँबाट सिकिराख्नु भएको छ र फेरि पनि आज म विनय लिम्बूको साथमा फेरि पनि एउटा बेसिक लर्निङ लिएर उपस्थित भएको छु र आजको हाम्रो क्लास हुनेछ मिङल्याक्रेन सुत्लाहा यानी मिङल्याक्रेन सुत्लाहा यानी प्रनाउन। नेपाली भाषाबाट भन्नु हो भने सर्वनामका शब्दहरू र तपाईँ हामी सबैलाई याद भएको कुरा है र अनि क्यारेक्टले थाइङ आगतुम्बा पान मिङल्याक मेप्नावेन थे। मिङल्याक मेप्नावेन मिङिले कुरेक वा ओ किधाबा सुत्ला इन मिङल्याक मेमेतो। त्यसरी नै नेपाली भाषामा भनिन्छ सर्वनाम संज्ञाको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ भनेदेखिलाई इङ्ग्लिसमा भनिन्छ प्रनाउन इज अ वर्ड विच युज्ड इन्स्टेड अफ नाउन भनेर हामी सबैलाई याद भएको कुरा हो। र आज हामी यही जुन चाहिँ सर्वनामका शब्दहरू यानी मिङल्याकहरू केहरू छन् त लिम्बू भाषामा यो सिक्नेछौँ। सर्वप्रथम जसलाई थिक्सिकेक्पा भनेर भनिन्छ तपाईँ हामीलाई याद भएको कुरा हो। पछिल्लो क्लासमा हामीले सिकेका थियौँ थिक्सिकेक्पा निसिकेक्पा यिनीहरू सबै सिकेका थियौँ र थिक्सिकेकमा इङ्गा जुन इङ्गा भन्नाले म अथवा मलाई है इङ्गा भन्नाले म अथवा मलाई यानी आई अथवा मी भनेर भनिन्छ र दोस्रोमा खेने खेने भन्नाले के बुझिन्छ त भन्दाखेरि खेने भनेको चाहिँ तिमी तिमी तँ तपाईँ यानी इङ्ग्लिसमा हो भने यु भनेर बुझिन्छ र त्यति मात्रै नबुझेर तिमीलाई तपाईलाई अनि तँलाई भन्ने पनि खेनेले बुझाउँछ लिम्बू भाषामा। र तेस्रोमा खुने लिम्बू भाषामा खुने भनेको के हो त भनेर भन्दाखेरि लिम्बू भाषामा खुने भनेको हि है सी है हि सी दुईटै खुने भन्नाले बुझिन्छ या त नेपालीमा भन्न हो भनेदेखिलाई ऊ उनी उनलाई अनि उसलाई भनेर लिम्बू भाषा वा खुने भन्नाले बुझिन्छ। र अर्को नम्बरमा छ कन। लिम्बू भाषामा कन भनेको के हो भन्दाखेरि लिम्बू भाषामा कन भन्नाले यो भनेर बुझिन्छ यो अथवा यसलाई अथवा यिनी। इक्जाम्पल लिम्बू भाषाबाट इक्जाम्पल हुन् कन तेरे यो लैजाऊ है। अब आन्छी लिम्बू भाषाबाट आन्छी भन्नाले के बुझिन्छ त भन्दाखेरि आन्छी भन्नाले हामी दुई भनेर बुझिन्छ। इक्जाम्पल आन्छी पिच्छी भन्नाले हामी दुई जाउँ भनेर भनेको हो। र आनी आनी भनेको के हो लिम्बू भाषाबाट भन्दाखेरि आनी भनेको हामी भनेको आनी भन्नाले हामी भनेर बुझाउँछ अथवा वी अथवा अस। लिम्बू भाषाबाट आनी भन्नाले हामी है वी अस भनेर हामी बुझ्न सक्छौँ। इक्जाम्पलमा आनी पिगी है हामी जाउँ। अब इङ्गान इङ्गान भन्नाले के बुझिन्छ त भन्दाखेरि नेपालीबाट हो भने मेरो है यानी माई अथवा माइन। कुसिङले लागि कन सिलामसाकमा कन नाक्चान इङ्गान है यो सिलामसाकमा अथवा यो नाक्चान यानी
डट पेन अथवा पेन्सिल मेरो भनेर बुझिन्छ, यानी इङ्गान मेरो। त्यस्तै प्रकारले आन्छिन, आन्छिन अघि हामीले पढेको थियौँ, आन्छी भनेको हामी दुई, अब आन्छिन अमा चुक्न छ इक्सु नसई, आन्छिन भन्नाले हामी दुईको भनेर बुझिन्छ, तिम्रो अनि मेरो, हामी दुईको आन्छिन है। अमा न इक्सु मुख फ्रेङ नसई, आनिन भन्नाले हाम्रो भनेर बुझिन्छ, कन हिम आनिन यो घर हाम्रो भनेर बुझिन्छ, आनिन भन्नाले। अब खेनेन के हो? खेनेन भनेको, खेने भनेको अघि हामीले पढेको थियौँ, खेने भनेको तिमी, तँ, तपाईँ भनेर बुझिन्छ भने खेनेन भन्नाले तिम्रो भनेर बुझिन्छ। यो पेन कसको हो भनेर भन्दाखेरि यो पेन तिम्रो भन्दाखेरि कन नाक्चान खेनेन है। र यसरी नै खुन्ची भन्नाले के बुझिन्छ त भन्दाखेरि खुन्ची भनेको उनी दुई, ऊ अनि उनी दुई, खुने भनेको ऊ, खुन्ची भनेको उनी है। र उनी दुई, खुन्ची भन्नाले उनी दुई भनेर बुझ्न सकिन्छ लिम्बू भाषाबाट। र यसरी नै हामीले सिम्पल बुझ्नु पर्दाखेरि इङ्गा भनेको म अथवा मेरो है, खेने भनेको तिमी, तँ अथवा तिम्रो है, खुने भन्नाले ऊ अथवा उसको भनेर हामीले बुझ्न सकिन्छ। त्यसरी नै आन्छी हामी दुई है, आन्छी भन्नाले दुई, हामी दुई, आन्छी है। अनि खेन्ची तिमी दुई, खुन्ची उनी दुई। त्यस्तै प्रकारले आनी भन्नाले हामी अथवा हाम्रो भनेर बुझिन्छ भनेदेखिलाई खेनी भन्दाखेरि तिमीहरू भनेर बुझिन्छ, अनि खुनी भन्दाखेरि उनीहरू भनेर बुझिन्छ। सेखासाङ कन याक्फालाम ओमे छापा ओमे छाम हारे थिना थेग आहुआ सिरा केराबा इंगा निङसाङ चुगुङ हेकेरिके केदाबा यमवाङ कन युट्युब च्यानल लाम्बा अनि नुबा नुबा वे वे थामिङ हा तारुम्ब्याङ केइके खेम्बा खराकले लागि अंगाङ सेमोई नाका केरेको आसेवारो।